हेलो गाइस, वेलकम बैक टु माई न्यू भिडियो। आज हामी जाँदैछौँ फ्यामिली बुढा सुब्बा दर्शन गर्नको लागि। अब हामी रेडी भइसक्यौँ। अब आज बुढा सुब्बा गएर के गर्छु हेर्दै जानु होला, अन्तिमसम्म भिडियो हेर्नु होला। अनि अरू केही भन्नु छ? ल, बिहानैको घाम पनि कस्तो हुँदो रहेछ भनेर आज देख्नु पाइयो है। बिहानको घाम पनि यस्तो हुँदो रहेछ है गाइज। कतिले त देखेको छैन होला, हेरौँ है यहीँबाट। मैले नि आज फर्स्ट टाइम देखेको, अलिकति अचम्मै हुँदो रहेछ। यस्तो हुँदो रहेछ। ट्याक्क हामी बुढा सुब्बा मन्दिर आइपुग्यौँ। अब भित्र पूजा गर्ने। बाहिरको स्पोट यस्तो छ। मन्दिर मालासाला किन्ने ठाउँ यता छ। टेम्पू यता रहेछ, गेट यस्तो। यहाँबाट हामी निस्किने। एकदम धुलो भयो। अब फ्रेस भएर पूजा गर्ने। कुन अन्डा? त्यो नानीको लुगाको झोलामा लोकल अन्डा हो र? एउटा अन्डै फुट्यो यार। खोइ एउटा मात्रै रह्यो, दुईवटा चाहिने रहेछ। एउटा अन्डा ब्ल्याट्टै मैले फुटाएँ छाम्दाखेरि। के भयो नानी? हेरेको हेरे भयो त के भयो? के भयो खासमा चाहिँ? भोक लागिसक्यो? यता हेर न। के अरे कहाँ भयो भोक लाग्यो? अर्को अन्डा चाहिँ हामीले आइसक्यौँ। मम्मी कता अरे बेना? पानी चाहिन्छ कलशमा। पानीको लागि हामी बाहिर निस्किरहेछौँ धारा खोज्दै। टुक्दी खान
अलिक भिड कम हुँदो रहेछ नि बेना आज भिड कम भोलि मार्छ नि भोलि त मार्छ नि आऊ नानी उयो गर्न अहिले पूजा गर्न आएको मान्छे भोक लाग्यो कि भोक लाग्यो नभन लाग्यो नि पर्छ नि अब धेरै छैन क्या नानी टाइम बिस्तारै नगोप्याउँदै ल अब हामी भाली बोकेको भाले बोकेर हामी हिँडेको भाले बोकेर हाम्रो आदि अब हामी पोथीलाई पूजा गर्न आएको छोरा यता हेर हाम्रो भाले नाचिरहेको हेलो के छ 100 रुपियाँ गोटाहरू अब हाम्रो पूजा सक्यो अब भोक पनि ओभर लाग्यो पूजा नि सक्यो ट्याक्राकै अब निस्किन लाग्यो खाजा साजा खानु भोक लागिरहेछ ओभर अब खै इटडीबाट जाने हो खाजा खानु यता ट्याक्राका आइयो अनि यो फेन्टा चाहिँ चाहियो कस्तो भोक लागेको छ नानी के खानु के अर्डर गर्यौ तिमीले हेब्बी खाऊ ल धरा नै थुक्पा छ थुक्पा चाहिँ अति हुन्छ है पास जाँदै हामी यहाँनिर बाटो झ्याट्टै जाम भयो कस्तो पार्क अरे संस्कृति पार्क ओसो पार्क हालका साम्पङ राईज्यूको पार्कमा उपस्थित भएको छु सपरिवार
हाम्रो फेरि पनि यहाँनिर केही घुमघाम हुनेछ हेर्दै जानु पर्ला कहीँ नभएको त मम्मी धरान त धरान कहीँ नभएको शेर्पाहरू जस्तो छ यो शेर्पेनी रोटी लिएर स्वागत गरिरहनु भएको छ खोइ रोटी खाउँ ओहो अनि रोटी बाड्नु बसेको त रोटी नै छैन त छैन रहेछ के पढ्नु हुँदैछ के भयो गर्मीले तात्या कहिले छुटेको तपाईको भाइसँग बाजे तपाईको भाइसँग कहाँ छुटेको यो 28 सालमा हामी सँगै नुन बोकेको पहिला नुन बोक्नु भएको थियो सातबारीमा अहिले चाहिँ के भएर अनि भाइ त यता उभिएको उभै छ त नि उ त हेरिसक्यो नि त उ त पुगिसक्यो त स्वर्ग ए 28 सालको उतिखेर यत्रै भारी बोक्थ्यो अनि म त केटाकेटी 10 रुपियाँ नुन र उता माथिको चाहिँ आया भन्छ है यहाँ बोल्न आऊ सुखदीप अनि कसरी दौडेको देखाउदियो त देखाइदेऊ दौडेर अब त्यसरी गल्यो आइपुग्यो घर फाँक भयो गलेर खोइ यताटी यता सुखदीप गल्यो हामी गलेर लुगा फेर्न आँटेको के भनिदेऊ हामी यहाँ अहिले लुगा फेर्न आँटेको अनि आज हामी बुद्ध शुभ गराएको कुन शुभ बुढा शुभ अनि हाडा के त हाडा काल के भयो ओसो पार्क
ओसो पार्क गएर आएको। श्रम संस्कृति पार्क पनि श्रम भन्छ संस्कृति पार्क पनि गएर आएको। आज गल्यो है धेरै आज गल्यो है धेरै। जान्छौ आजको दिनमा कस्तो रह्यो त आजको दिन धेरै थाकिलो र धेरै भोकाउने दिन थियो। पूजा पनि गर्यौँ अनि अनि भाले पनि काट्यौँ। आज गाइजन हामी राति भाले खान आँट्यौँ। भाले कतिवटा काट्यौ भाले 2वटा काट्यौँ। अहिले यहाँ हामी थाकेर घर पुगेको छौँ। अब यहाँ हामी घरमा बस्छौँ आराम गर्दै। अनि हामी भात पकाउँछौँ। अनि त्यसपछि हामी भाले काट्छौँ। अनि त्यसपछि हामी भाले पकाएर खान्छौँ। अनि हाम्रो यति समाप्त रुटिन। अनि सबै भ्युअरहरूलाई के भन्न चाहन्छु भन्छु भन्दा अन्तिममा भ्युअरहरूलाई यता हेरेर लाइक क्यामेरा एन्ड सब्स्क्राइब गरिदिनु। अर्को ब्लगको लागि म पोइन्ट गर्छु 1K लाइकको लागि। भन न त अब फेरि लास्ट अरू के भन्न चाहन्छु सबैलाई माया छ भनिदेऊ सबैलाई माया छ। बाई बाई।